हेलो नमस्ते सबैलाई के सन्चै हुनुहुन्छ नि है यहाँलाई स्वागत छ मेरो एकै ब्लग्समा आज हामी स्कुलबाट चाहिँ घुमाउन लिन गइरहेको छ हामी चाहिँ आज बेनीरान्दोमा आइपुगेका छौँ यस्तो छ आइसकेका छौँ यहाँ अब के कस्तो हुन्छ यहाँभित्र हामी के खेल्छौँ तपाईहरुलाई देखाउँछौँ स्टे ट्युन स्टे वाच हेर्दै गर्नु होला के कस्तो छ तपाईहरुलाई देखाउनेछु यसरी ब्यान्ड बाज्दैछ अब यो ब्यान्ड बाजिसकेपछि अब इन्ट्री हुन्छ हाम्रो अब बेनीरान्दोभित्र हामी छिरिसकेका छौँ यो चाहिँ के छ हालखबर ठिक छ हामी बेनीरान्दोभित्र छिरिसकेका छौँ यहाँ फ्ल्यागहरू पनि देख्न सक्नुहुन्छ त्यसो छ हजुर लाइसेन्स छ कि छैन झोला चाहिँ यहाँ राखेको छु एक्सिडेन्ट भयो हेर त मा एक हातले हान्दिएको छु लाइसेन्स छैन तैपनि मजा आयो चलाउनु चाहिँ होइन मजा आयो दिपक भाइ राइडर हाम्रो राइडर भन्दा ठोक्ला होइन यसो यस्तो राइडर होइन क्या म राम्रो हो कि लाइलाई पुरा घुमाइदिन्छ झन्डै स्पिड भएर यस्तो छ रमाइलो भयो आज रमाइलो हुँदैछ यो सबै यस्तो छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ चराका छ पुरै आज तिहार अब म चाहिँ यो माथिकै यो चराकामा चढ्न गइरहेको छु है आर्यता जाइमास ल म यहाँभित्र चढिसकेँ अहिले चाहिँ म यहाँ चराकाभित्र बसेको छु एक्लै बसिरहेको छु होइन साथीभाइहरू कता कता खानु होइन त्यस्तो छ म बाहिरको सिन पनि देखाउनेछु
रमाइलो छ है यसो छ यहाँ आफ्नै हो सर तिहार लागेको छ तिहारको बेला यतिको रमाइलो त हुनु पऱ्यो नि त होइन ल बिस्तारै के को लाने बस्यो तिमीहरू म लाने बस्ने होइन म खेल्ने नै भनेको ल ल होइन म खेल्ने होइन छोड न छोड छोड जस्तो अन्ना चाहिँ त्यस्तै आउँछ हौ नै भन्नु खोजेको यसो छ कस्तो भयो त नि मजा आयो के भयो ठिक छ मजा आयो के भयो ठिक छ रमाइलो भयो टाउको हाने क्या होइन राना बहिनी के छ चढेर कस्तो अनुभव भयो कि म सिकाइदिएस् ए अब चाहिँ हामी खेल्न चल्न गइरहेको छौँ पक्रिनु अब कस्तो लागिरहेको त लाइसेन्स आउँछ जस्तो लाग्यो ल ट्रेनको लाइसेन्स हानिदिनु पऱ्यो हान्दै हुनुहुन्छ मजाले यस्तो हेलो फाइनल्ली हामी अब यहाँ घुमेर खेलेर चाहिँ अब निस्किँदैछौँ एकदमै रमाइलो भयो फन भयो त्यस मलाई चाहिँ रमाइलो लाग्यो तपाईँलाई कस्तो लाग्यो हेरेर चाहिँ भन्नु होला हस् थ्याङ्क यू एकै भ्लगमा यहाँहरूलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ अब खेलेर मात्र भएन काम पनि जानुपर्छ हामी काम पनि गर्नुपर्छ त्यही भएर अलि चाँडै निस्केको हामी चाहिँ काम छ आज